नमस्ते सबैजनालाई स्वागत छ एडभोकेट डायरिजमा। फिरादपत्र भनेको के हो, कानुनमा कस्तो व्यवस्था छ, आज हामी फिरादपत्रको बारेमा विस्तृत रूपमा जान्नेछौँ। फिरादपत्र के हो, कानुनी व्यवस्था के छ, व्यवहारिक जानकारीहरू उदाहरणसहित चर्चा गरौँ। बार एक्जामको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि धेरै उपयोगी हुनेछ। साथै तपाईँ कानुनको विद्यार्थी हुनुहुन्छ वा कानुनमा रुचि राख्नुहुन्छ भने पनि तपाईँको लागि भिडियो उपयोगी हुनेछ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। अब सुरु गरौँ। फिरादपत्र के हो त? अदालतमा दायर गर्ने दस्तावेज हो। आफूलाई अन्याय भएको, मर्का परेको विषयमा अदालतमा उजुरी गर्ने, नालिस गर्ने विषय हो। आफ्नो हक हित संरक्षण गर्नको लागि अदालतमा जाने माध्यम हो। मर्का परेको र अन्याय भएको विषय लिएर अदालतमा प्रवेश गर्ने र अदालतमा न्याय माग्ने माध्यम हो। अब लागौँ कानुनी परिभाषा र कानुनी व्यवस्थातर्फ। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 2 अनुसार फिरादपत्र भन्नाले कुनै विषयमा आफ्नो हक हित वा सरोकार कायम गर्न वा दाबी कार्यान्वयन गर्न माग गरी पेश गरेको उजुरी, नालिस, दाबी वा निवेदन सम्झाउनु पर्छ र सो शब्दले फिरादपत्र सरहको बयान वा प्रतिउत्तर पत्रमा उल्लेख गरिएको प्रतिदाबी समेतलाई जनाउँछ। फिरादपत्र अदालतमा न्यायका लागि दिइने निवेदन हो। जसले निवेदन दिन्छ उसलाई फिरादीवादी भनिन्छ। जसलाई विपक्षी बनाएर फिराद पेश गरिन्छ उसलाई विपक्षी प्रतिवादी भनिन्छ। विपक्षी प्रतिवादीले फिरादपत्रको जवाफ प्रतिउत्तर पत्र मार्फत फिराउँदछ 21 दिनभित्र। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 85 देखि दफा 98 सम्म फिरादपत्र तथा दाबी प्रस्तुति सम्बन्धी परिच्छेद 7 मा व्यवस्था छ। फिरादपत्र पेश गर्नको लागि मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 95 अनुसार अनुसूची 1 मा फिरादपत्रको ढाँचा छ। सोही ढाँचा बमोजिम फिरादपत्र पेश गर्नुपर्छ। फिरादपत्र पेश गर्नको लागि जहिलेसुकै पेश गरेर हुँदैन। कानुनले तोकेको समयसीमाभित्र रहेर फिरादपत्र पेश गर्नुपर्छ। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 47 देखि दफा 62 सम्म हदब्याज सम्बन्धी व्यवस्था परिच्छेद 5 मा गरिएको छ। त्यस्तै फिरादपत्र पेश गर्नका लागि अदालतमा शुल्क बुझाउनु पर्छ। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 63 देखि 84 सम्म अदालती शुल्क सम्बन्धी व्यवस्था परिच्छेद 6 मा गरिएको छ। फिरादपत्र पेश गर्नको लागि अधिकार क्षेत्र सम्बन्धी व्यवस्था मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 16 देखि दफा 27 सम्म व्यवस्था गरिएको छ। जति पनि देवानी विषयका मुद्दाहरू छन् तिनीहरू मुलुकी देवानी संहिता 2074 र मुलुकी देवानी कार्यविधि संहिता 2074 मा व्यवस्था गरिए बमोजिम हुन्छ। कस्तो मुद्दाहरूको विषयमा फिरादपत्र पेश गर्न सकिन्छ त? जस्तै सम्पत्ति सम्बन्धी अंशवण्डा, अपुताली, जग्गा जमिनको बाँडफाँड, सम्पत्ति बदर वा हक कायम, पारिवारिक विषय सम्बन्धी सम्बन्ध विच्छेद, अंश मानाचामल नाता कायम, लेनदेन तथा ऋण, करार सम्झौता, लिखत कागज बदर आदि विषयमा आफूलाई मर्का पर्यो भने, अन्याय भयो भने फिरादपत्र मार्फत दाबी प्रस्तुत गरेर अदालत जान सकिन्छ। अब एउटा उदाहरणबाट बुझौँ। मानौ लेनदेनको विषय छ। पैसा सापटी लग्यो, तिरेन। कपाली तम्सुक पनि गरेकै हो, भाखा पनि राखेकै हो, यति समयभित्र तिर्छु भनेर। तर त्यो भाखा नाग्यो, पैसा फिर्ता आएन, माग्दा पनि दिएन। यसरी त पैसा सापटी दिने व्यक्तिलाई मर्का पर्यो। अब यो मर्का परेको विषयमा अदालतमा जानु पर्यो, फिरादपत्र पेश गर्नु पर्यो। मेरो रकम सावा ब्याज भरि भरा हुँदासम्मको ब्याज रकम समेत प्रतिवादीबाट भराइ पाऊँ भन्ने मागदाबी लिएर फिरादपत्र पेश गर्नु पर्यो। कति पैसा सापटी लगेको हो रकम उल्लेख गर्नुपर्छ र सावा सहित कति हुन्छ त्यो पनि फिरादपत्रमा उल्लेख गर्नुपर्छ। लेनदेन व्यवहार सम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता 2074 को दफा 474 देखि दफा 492 सम्म व्यवस्था गरिएको छ। फिरादपत्रमा उल्लेख गर्नुपर्ने कुराहरू अब के कुराहरू उल्लेख गरेर फिरादपत्र तयार गर्नुपर्दछ
वादी फिरादीको र प्रतिवादीको नाम, थर, ठेगाना, सम्पर्क नम्बर स्पष्टसँग खुलाउनुपर्छ। मुद्दाको तथ्य, कारण, कानुनी आधार र हदम्याद उल्लेख गर्नुपर्छ। आवश्यक प्रमाण पेश गर्नुपर्छ। अदालतको क्षेत्राधिकार भएको हुनुपर्छ। शुल्क र दस्तुर तिरेको हुनुपर्छ र निर्धारित ढाँचामा लेखिएको हुनुपर्छ। आज हामीले फिरादपत्रको परिभाषादेखि कानुनी व्यवस्थासम्मको जानकारी प्रस्तुत गर्यौं। अब तपाईलाई फिरादपत्र के हो, कसरी लेख्ने, कानुनी व्यवस्थाबारे थाहा भयो। उल्लेख गरेको कानुनी व्यवस्था तपाईले मुलुकी देवानी संहिता 2074 र मुलुकी देवानी कार्यविधि संहिता 2074 मा हेर्न सक्नुहुन्छ। थप क्लियर हुनको लागि यो भिडियोले तपाईलाई हेल्प गर्यो भन्ने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। केही प्रश्न भए कमेन्ट गर्नुहोस्। अर्को भिडियोमा भेटौँला। धन्यवाद।